धाम जहाँ की वीडियो अलाउड ही नहीं है। जो देखना है, जो कैप्चर करना है वो बाहर से ही करेंगे, अंदर जाने में फोन अलाउड नहीं है, इसलिए हम फोन यूज़ नहीं करेंगे अंदर, ठीक है। एक गंदगी रोड शुरू हो गई। मैं बाद में बात करूँगी। गाइजहरू 5:30 भइसक्यो, तर पनि घाम यस्तो टन्टल पुरा छ, देख्न सक्नुहुन्छ हजुरले। यो क्यामेराको उसबाटै देख्न सक्नुहुन्छ। यस्तो घाम छ। दिउँसोमा त झन् निस्केर मान्छे ठाउँको ठाउँ पक्लक्कै त्यही भएर बेलुकामा निस्केको के अरे, खै बेलुकामा नि ठाउँमा पुगिएला जस्तो त छैन, यस्तो घाम छ। तब देखो तब फोन में लगी रहती है मेरी दीदी। अब एकैछिनमा ट्राफिक हुन्छ फेरि, अनि फेरि ट्राफिक भएपछि त्यहाँ ज्ञानी भएर बस्नुपर्छ। अघि गण्डकी रोड जहाँ थियो त्यहाँ यति धेरै फोहोरको डुङ्गुरहरू छ, सुरुको दिन आउँदाखेरि मलाई इन्डियाको फोहोरको डुङ्गुरको पहाड भनेर चिनाउनु भएको थियो बिनाजीले, होइन बिनाजीले मलाई फोहोरको नेपालमा रुखहरूको पहाड हेर्न पाइन्छ, यहाँ डुङ्गुरको पाइन्छ भन्नुहुन्थ्यो। त्यो ठाउँ कटेर त अब राम्रो सिटीमा आइयो। 5 मिनट जति नाकमा जे खोजे पनि गर्न आउने छ क्या, त्यस्तो फोहोर छ क्या त्यहाँ। गाइस अच्छे दाम और हम इसके अंदर जाने वाले हैं, रास्ते पर जा रहे हैं। इतना बड़ा है, बात मत करो। भित्र भिडियो गराउनु पाइँदैन भनेर बाहिरबाट फोन चलाउने कुरै भएन, भित्र राखिदिन्छ अरे फोन। यो अच्छी धाम अनि यो यहाँको भीड। हम निकल रहे अच्छे धाम से। भित्र एकदम मस्त छ। कोही दिल्ली घुम्न आउनु भएको भने अस्सी धाम चाहिँ घुम्न आउनु। भित्र यस्तो दामी वाटर के अरे दिदी वाटरफल छ नि, आमा जल वायु अनि अग्नि अनि इन्द्रदेव अनि अर्को के थियो सूर्य देवता। यो 4वटाको यो 5वटाको चाहिँ पुरै त्यहाँ सबै थियो जल देवतालाई देखाएर। यस्तो राम्रो छ हेर गाइजहरू, यस्तो राम्रो छ कुरैनबाट। म फ्यान भएँ यहाँको चाहिँ। म अर्कोचोटि टाइममा फेरि आउँछु म यहाँ नाइट सोको लागि, तर त्यस्तो होइन नाइट सो। फोन यस्तो सेक्युरिटी टाइट छ नि कसम, नेपालमा एसएलसीमा यतिको टाइट हुने भए कोही पास हुँदैन होला, त्यस्तो टाइट छ सेक्युरिटी। मान्छे जुत्ता मोजा सबको लगाउनु छ। चेकिङ भइरहेको हाम्रो त्यो इन्ट्री गर्ने ठाउँ पनि त्यस्तै छ। ओ माई गुडनेस, यस्तो चेकिङ गराएको छ। फोन चाहिँ एकदम सेफ ठाउँमा हुन्छ, फोन पनि भित्र लिएर जान पाइँदैन, भित्रै राख्न दिनुपर्छ, खुप्पल दिनुपर्छ, त्यो सेक्युरिटी टाइट छ। तर राम्रो पनि त्यस्तै छ। यो आइडिया झ्याप्प कसैले पनि लिन सक्दैन। एउटा फेरि सत्यनारायणको नाममा बनाएको मन्दिर, जस्तै हाम्रो गौतम बुद्धलाई नेपालमा लिइन्छ त्यस्तै पनि लिएको छ। सत्यनारायणले सती प्रथा हटाए, लाइक हिस्टोरिकल प्लेस भनौँ न। अनि नारीलाई उच्च सम्मान दिए, त्यस्तै टाइपको। के काम भन्छ अरे पशुपतिनाथमा जस्तो बस्ने ठाउँहरू छ नि त्यस्तै छ यहाँ पनि। बसेर राइटफल हेर्ने अनि त्यो बच्चाहरू नाच्छ त्यो हेर्ने। डिजिटल लाइटिङ पनि यस्तो दामी छ हेर गाइजहरू। डिजिटल लाइटिङको त झन् पुरै नगरौँ फेस भित्र म भन्थेँ यस्तो दामी छ। मलाई झ्याप्प पुरा केही मन पर्दैन मलाई चाहिँ, तर त्यो चाहिँ साह्रै मन पराउँ। घुम्न आउने ठाउँ चाहिँ छ यो। मैले बाहिरबाट देखाएको त 5% मात्रै छ, 95% त सबै गाइस मैं घर आ चुकी हूँ। मैंने जो कुछ भी बोला, जो कुछ आप लोगों ने सुना, एकदम रियल है। मुझे बहुत पसंद आया आज की शो। मैं आज
मैले जतिवटा ठाउँहरू देखेँ सबभन्दा मन परेको आज यस्तो दामी कसो भनेको त लाइटिङ जुन थियो नि भन्दा सामान्य लाग्ला होइन तर कस्तो थियो यस्तो झकास त त्यो जस्तो त्यो बनावट डेकिङ बनावट त्यो भित्रको छुट्टै छुट्टै एकदम छुट्टै के अब नेपालमा सायद कतै पनि छैन यस्तो दामी छ घरभित्र त झन् यस्तो दामी त्यो बनाउने मान्छेको आइडिया पनि मिल्ने प्लस त्यो लाइट त्यो बच्चाहरू नाचेको त्यो खुट्टामा त्यो ब्रेक रियली थियो कि त्यहाँ बसेको यस्तो फिल भयो फोन वगेर मान्छे सबै बसिरहेको थियो त्यहाँ फोनहरू भएको होइन मान्छे सब फोन गर्थेन फोन वगेर हातमा हालेर थप्पक त्यसको बेलामा त्यस्तो समर क्या होता है वो सब हेरे मोरे होइन फोटो खिच्न त त्यस्तै हो फोनै थिएन हामीसँग त्यसपछि के भनौँ जति त्यसमा त मैले जति कमेन्ट गरेँ पनि कमै छ त्यो मेहनत गर्छु आजको लागि यति नै बाई गाइस थ्याङ्क यू फर वाचिङ माई भिडियो बाई बाई